हेलो गाइज वेलकम टु माई न्यू एनदर मिनी ब्लगमा आई होप तपाईँहरू सन्चै हुनुहुन्छ होला म पनि सन्चै छु गाइज पुन्टे हेलो भन्छु हेलो भन्नु हेलो खै हेलो हेलो भन्नुहोस् न छिटो केराको लादी निस्केछ गाइज हेर्नुहोस् गाउँबाट सामान ल्याएको छ आज चाहिँ लेदो निस्केछ केरा त हेर्नु त गाडीमा त पाचाक पिचिक भएछ बस्नु जानु ल केला खाने होइन केला हेलो भन्नुहोस् हेलो हेलो गर्नु हेलो माया ल माया गर्नुहोस् ल मोचा अनि यो के त्यहाँ बस्नु मम्मी दिन्छु यो कागती पनि रहेछ गाइज यहाँ मकै रहेछ अनि यहाँ छ केरा यो पनि फाटफुट रहेछ अनि यसलाई चाहिँ के भन्छ गाइज भन्नु होला हाम्रो भाषाबाट के भन्छ नि त्यसलाई हो भुइँ कटर त भन्छ नि नेपाली कटर अब हाम्रो भाषाबाट के भन्छ मेरो छोरो केरा खाने रे गाई सबलाई त लुटिक भयो गाइज अनि हेर्नु सक्नुहुन्छ यहाँ कागती छ कागती र नेबुवा ल यो पनि कागती नै रे गाइज यता मकै छ रे यता मकै छ हेर्नु सक्नुहुन्छ गाइज खाइदिएको अनि केरा भन्नु न उद्घाटन गरिदिएको भन्नु न दादा भन् सबै यति हो यति हो केरा पाकेर उहाँ भूमिकाले निकालेर सबै पाकेर अनि तर भूमिकाले गलत गरेछ नि त हो नि काँचैमा पठाउनु पर्ने यस्तो भइसकेपछि पाकेको चाहिँ फेदमा हाल्दैछ यो काँचो फेदमा हाल्दै पो पाकेको चाहिँ पठाए जस्तो छ उहाँ निकालेर खाएछ अरे पाकेको त अनि उहाँ गाउँबाट पठाउनु बित्तिकै पठाएन होला अस्तिको दिन ल्याएको अनि आज सञ्जीवको बुढीसँग पठाउने भनेर राखेको हिजोको भएदेखि त्यही हुँदैन गाडी पनि यताबाट त हिजो गएको ए यहाँ ल हेर्नुहोस् केरा अभिषाको मम्मी ल केरा हेर्न आउनु यस्तो केरा कटर गाइस ल हाम्रो चाहिँ गाउँबाट यस्तरी सामान पठाउँछ कागजको पठाउँछ कमेन्ट गर्न होला सबै प्यातपुत भइसकेको छ सिजलले नबोलाएको मेरो केरा के भयो मेरो केरा तपाईँको केरा हो त्यो रुखको होइन रुखको केरा हो क्या मलाई पठाएको यति सबै
र प्रत्येक दीक्षा शिक्षा लिने हरेक कुरोलाई हामीले आजको दिनमा चाहिँ हामीले बुझेका हुन्छौँ, मानेका हुन्छौँ र आजको दिन मात्र होइन, हामीले हरेक दिन आफ्ना सुरुवात हेड टिचरबाट जाउँ न त फोटो भेट्दा भएछ है त रिभिल गर्नु पर्यो नि त होइन कस्तो फोटो के फोटो के हो गाइस यस्तो सानो आएको छ गाइस, त्यो पनि एकदमै ठुलो बाटो बहुत आएको गाइस घुम्नलाई। के हो यो गाइस? ada